आदरणीय दर्शकवृन्द नमस्ते। कार्यक्रम हाम्रो बसमा यहाँहरु सम्पूर्णलाई स्वागत गर्दछु। म रोशन एन श्रेष्ठ। दर्शकवृन्द, आजको कार्यक्रममा हामीले आज यस्तो व्यक्तित्वलाई निम्ताएका छौं जुन व्यक्तित्व साउदी अरबमा एकदमै उदाहरणीय काम गरिराख्नु भएको छ। धेरै नेपाली सेलिब्रिटीहरुको उद्धार गरिसक्नु भएको छ र नेपाली श्रमिकहरु समस्या सम्बन्धी विषयक कार्यक्रमहरु पनि गरिराख्नु भएको छ। आज हामीले जीफनका संयोजक राज तामाङलाई कार्यक्रममा निम्ताएका छौं। आउनुहोस् उहाँलाई स्वागत गरौं। राजी नमस्ते, कार्यक्रममा स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ? हजुर, एकदम सन्चै छु। राजी, कति लामो समयदेखि तपाई साउदीमा हुनुहुन्छ? लामो भन्दा पनि म अहिले 26-27 महिना मात्रै पुरा भएको छ। 26-27 महिना। एउटा कन्ट्र्याक्ट सकेको अवस्था छ। ए हजुर, एउटा कन्ट्र्याक्ट सकेको। तपाईको नेपालको ठेगाना चाहिँ कहाँ हो? मेरो जनकपुर अञ्चल सर्लाही जिल्ला लालबन्दी नगरपालिकामा पर्छ। हजुर। अनि प्राय बसाइ चाहिँ नेपालमा हुँदाखेरि काठमाडौँतिर नि बसिन्छ। काठमाडौँतिर बस्नुहुन्छ। तपाई अहिले जीफनको अध्यक्ष? हैन, म जीफनको प्रतिनिधि एवं साउदी अरबको लागि संयोजक। साउदी अरबको लागि संयोजक। तपाईले राजनीतिक जीवन चाहिँ कहाँबाट सुरु गर्नुभयो? होइन, यो राजनीतिक जीवन भन्दा नि अलि यो सामाजिक समाज सेवा खाले चाहिँ जीवन भन्नुपर्छ। मेरो बाल्यकाल चाहिँ गाउँमा नै बित्यो। हजुर। अनि जति बेला चाहिँ अब राजनीतिक विषय सम्बन्धी चाहिँ हजुर के जानौँ के बुझौँ भन्ने चाहिँ अवस्था भयो। त्यसपछि राजनीतिक जीवन भन्दा नि म चाहिँ डाइरेक्ट चाहिँ जीफन्डमै ठोकिन आयो। तपाई जीफन्ड एमालेको भातृ संगठन होइन, यो एमालेको भातृ संगठन होइन, यो एकदमै गलत हो रोशनजी। हजुर। एमालेको यो जनवर्गीय संगठन हामी भन्न सक्छौँ। त्यसो भने आज हामीलाई एउटा कुरा भनिदिनुहोस्, जीफन्ड भनेको के हो र हामी जस्तो आम मान्छेले बुझ्ने गरी हजुर यसले के काम गर्छ भन्ने विषयमा भनिदिनुहोस् न। जीफन्ड भन्ने हामीले प्राय सुन्ने गरेको यो नाम चाहिँ सर्टकट हो छोटकरीमा। हजुर। यसलाई नेपालीमा नेपाल ट्रेड युनियन महासङ्घ जीफन्ड भनिन्छ। हजुर। र इङ्ग्लिसमा चाहिँ जेनरल फेडरेसन अफ नेप्लिस ट्रेड युनियन्स। यसको स्थापना चाहिँ नेपालमा तपाईको जतिखेर चाहिँ यो पञ्चायती व्यवस्था थियो, त्यही पञ्चायती व्यवस्थाको चाहिँ विरोध गर्दै एउटा आम नेपाली जनताले र सर्वहारा श्रमजीवी वर्गले चाहिँ राज्यको हरेक नीति निर्वाचित निकायमा पनि समान अवसर पाउनुपर्छ। श्रमिकहरूले चाहिँ चाहेको कुरा, उसलाई मन नपर्ने कुराहरू चाहिँ आफ्नो स्वतन्त्र विचारहरू राख्न पाउनुपर्छ भन्दै 2046 सालमा चाहिँ भूमिगत रूपमा चाहिँ स्थापना भएको एउटा नेपालको पहिलो ट्रेड युनियन महासङ्घ हो। जे कुरा भन्नुभयो, नेपालमा एउटा श्रमिकले आफ्नो हक अधिकार र आफ्नो कुराहरू राख्न पाउनको लागि जीफन्ड खोलियो। यसले साउदीमा चाहिँ यसको महत्त्वपूर्ण भाग चाहिँ के हुन सक्छ? साउदीमा चाहिँ किन खोलियो यो? यस्तो छ, साउदीमा भन्दा पनि सन् 1994 बाट चाहिँ जतिखेर चाहिँ 1994 मा कोरियामा चाहिँ आज जस्तो हामी मलेसिया लगायत गल्फका देशहरूमा चाहिँ नेपालीहरूले र अन्य विदेशी श्रमिकले भोग्नु परेका समस्याहरू हामी देख्दैछौँ, त्यही समस्या चाहिँ 1994 तिर चाहिँ कोरियामा चाहिँ नेपाली लगायत अन्य विदेशी श्रमिकहरूले भोगिरहेको अवस्थामा हजुर त्यो कुनै बेला थियो तपाईको कि नेपाल सरकारले त्यतिखेर आफ्नो नागरिक जो चाहिँ जीविकोपार्जनको लागि रोजगारीको लागि प्रवासमा गइएको छ र ती नेपालीबाट रेमिटेन्स सुरक्षित साथ आफ्नो स्वदेश कसरी भित्र्याउने भन्नेसम्म नेपाल सरकारको चाहिँ कानमा चाहिँ तेल नपरेको अवस्था। हजुर। त्यतिखेर त्यहाँबाट नै जीफन्डले चाहिँ यसरी विदेशमा गएका नेपालीहरूको हक अधिकार र त्यहाँ बस्दाखेरि चाहिँ सुरक्षा अपनाउनु पर्ने कुराहरूदेखि चाहिँ रेमिटेन्स कसरी सुरक्षित साथ आफ्नो स्वदेश भित्र्याउने भन्ने चाहिँ कदमबाट नै यो 1994 बाट चाहिँ तपाईको कोरिया, त्यसपछि हङकङ, मलेसिया लगायत अहिले गल्फको सबै जसो देशहरूमा चाहिँ विस्तार भइसकेको छ। साउदीमा चाहिँ अहिले के कस्ता कामहरू गरिरहेका छन् र साउदीका नेपाली श्रमिकहरूको लागि किन आवश्यक छ जीफन्ड? साउदीमा नेपाली श्रमिक भन्दा पनि यो चाहिँ सबै तपाईको काम गरी खाने र जसले चाहिँ काम गरे बापत ज्याला लिन्छौँ तिनीहरूलाई चाहिँ हामी श्रमिक भन्छौँ। तपाईँ हामी सम्पूर्ण श्रमिक भित्रै पर्दछौँ। हजुर। यो चाहिँ जीफन्ड भनेको चाहिँ तपाईको श्रमिकको चाहिँ श्रमजीवी वर्गको समृद्ध र यो सृजनशील जीवनको लागि नै चाहिँ सृजनशील जीवन प्राप्तिको लागि स्थापना भएको चाहिँ सङ्गठन हो। हजुर। त्यसले गर्दाखेरि हामी अब देख्न सक्छौँ प्रवासमा र स्वदेशमा पनि चाहिँ पार्टीका विभिन्न भातृ सङ्गठनहरू, जनवर्गीय सङ्गठनहरू खोल्या देख्छौँ।
तर त्यसको आफ्नै किसिमको चाहिँ आफ्नै बाटोमा आफ्नो गतिविधिहरू सञ्चालन गरेको हुन्छ। त्यसले गर्दा चाहिँ मैले चाहिँ भन्ने कति मात्रै हो भन्दाखेरि एउटा चाहिँ राज्यको तपाईँको चाहिँ जुन नीति निर्माता तहमा संसदमा तपाईँको सिंहदरबारभित्र पनि श्रमिकको कुरा चाहिँ पुर्याउनु पर्यो। हाम्रो पनि केही चाहिँ एजेन्डाहरू हुन्छ होइन, समावेश हुनु पर्यो र प्रवासबाट पनि हामीले चाहिँ त्यस्ता खाले नै कार्यहरू गर्छौँ। अहिले म अलिकति जोड्न चाहन्छु, अहिले नेपालमा चाहिँ तपाईँको वैदेशिक रोजगार नियमावली 2064 संशोधनको प्रक्रियामा छ। हजुर। त्यसका लागि नै अहिले साउदी अरबबाट जीफन्डले चाहिँ सकेसम्म चाहिँ तपाईँको तल्लो स्तरमा जहाँ चाहिँ एकदमै तपाईँको चाहिँ शोषण छ, शोषणमूलक र भेदभावपूर्ण चाहिँ ढङ्गले चाहिँ काममा लगाएको छ श्रमिकहरूलाई, त्यहाँ कार्यरत नेपाली श्रमिकहरू माझ पुगेर कि अब संशोधन हुने यो वैदेशिक रोजगार नियमावली 2064 चाहिँ कस्तो खाले कुन बुदामा चाहिँ संशोधन हुनु पर्यो भन्ने चाहिँ हामी एउटा यहाँ चाहिँ सुझावहरू सङ्कलन गरेर त्यसलाई चाहिँ हामी नेपालमा नेपाल जिफन्डबाट नेपाल सरकार मार्फत चाहिँ पेश गर्दैछौँ। भनेपछि यो पूर्णतया तपाईँहरूले साउदीमा रहेका नेपालीहरूलाई पनि सहयोगको कामहरू पनि गरिरहेको छ? हजुर, मूलत हामी यहाँ चाहिँ श्रमिकले यो ट्रेड युनियन भनेको चाहिँ हामी इङ्ग्लिसमा भन्छौँ होइन, हजुर, नेपालीमा भन्नुपर्दाखेरि हामीले मजदुर सङ्गठन यसरी साधारण भाषामा हजुर श्रमिकहरूका लागि श्रमिकहरूले नै बनाएको सङ्गठनलाई चाहिँ मजदुर सङ्गठन या त हामी ट्रेड युनियन भनेर यसरी चिन्दछौँ। त्यसो भएको हुनाले यहाँ चाहिँ हामीले विभिन्न कम्पनीमा चाहिँ यो चाहिँ शुक्रबार शनिबार अथवा चाहिँ यस्तै यहाँको चाहिँ रीतिरिवाज संस्कृति अनुसार जुन चाडबाडहरू हुन्छ, हजुर, ती चाडबाडहरूमा चाहिँ छुट्टी यदि मिलेको खण्डमा चाहिँ नेपालीहरू माझ गएर हामीले प्रशिक्षण दिने गर्छौँ। हजुर। त्यो प्रशिक्षण कस्तो भन्दाखेरि कि श्रमिकले पाउनुपर्ने न्यूनतम अधिकारहरू हकहरू के हुन्, हजुर, र समस्या पर्दाखेरि हामी कहाँ जाने भन्ने कुराहरू चाहिँ हामी प्रशिक्षित गर्छौँ। तपाईँ 26 महिना भन्नुभयो, हजुर, विगत 26 महिनादेखि साउदीमा हुनुहुन्छ। हजुर। यो 26 महिनामा तपाईँले नेपालीहरूले पाएका दुःखहरू के देख्नु भएको छ? दुःख त यहाँ विकराल छ सर। हजुर। समस्या त हामीले यहाँ जति चर्चा गरे पनि त्यो अझ कमै हुन्छ होला। हजुर। जस्तै कि नेपालबाट चाहिँ अहिले त खुलिएको छ, जतिखेर चाहिँ घरेलु कामदारको लागि चाहिँ घरेलु महिला कामदारको लागि नेपाल सरकारले प्रतिबन्ध लगाएको अवस्थामा पनि यो दोस्रो मुलुक इन्डिया, त्यसपछि तपाईँको श्रीलङ्का, बङ्गलादेश हुँदै ट्रान्जिट भएर चाहिँ नेपाली महिलाहरू धेरै यहाँ चाहिँ रोजगारीको सिलसिलामा आइपुग्नु भएको हामीले देखेका छौँ। हजुर। त्यहाँनिर अब महिलाले भोग्नुपर्ने समस्या त तपाईँ हामी सबैलाई थाहा नै छ। हजुर। अनि अर्को भनेको अब यो गल्फमा सायद साउदीमा मात्रै होइन होला, ठुलो चाहिँ सप्लाई कन्स्ट्रक्सन कम्पनीहरू र यो एग्रिकल्चरको क्षेत्रमा पनि, अनि त्यहाँ आउने चाहिँ विदेशी श्रमिकहरूले पाउने दुःख भनेको चाहिँ तपाईँको कुनै रोजगारको ग्यारेन्टी छैन, एक ठाउँबाट अर्को ठाउँमा सर्नुपर्ने, हजुर, र काममा लाउने ठेकेदार जो मालिक हुन्छ, अनि हामीले त्यो स्पोन्सर चेन्ज गर्दै जाने क्रममा चाहिँ उसले श्रमिकले पाउनुपर्ने ज्याला सेवा सुविधाहरू पनि तलमाथि भइरहने एउटा समस्या छ। हजुर। र अर्को एकदमै गम्भीर समस्या भनेको हामी यहाँ चाहिँ काम गर्ने क्रममा अथवा चाहिँ कुनै पनि बेला यदि चाहिँ मृत्यु भएको खण्डमा, हजुर, स्वदेशमा चाहिँ लास झिकाउनलाई अथवा फर्काउनलाई गाह्रो। एकतिर यहाँ अब नेपाल दूतावासले हुन त सक्दो सहयोग हामीले पाइरहेछौँ सबै सङ्घ संस्थाले र हामीले पनि भन्ने मलाई विश्वास छ, तर साउदी जस्तो यत्रो ठुलो भूगोलमा अब नेपालीहरू पनि धेरै नै हुनुहुन्छ यहाँ। हजुर, 6 लाखको हाराहारीमा नेपाली हुनुहुन्छ। त्यसले गर्दाखेरि सङ्घ संस्थाले त एउटा हातेमालो नेपाली दूतावाससँग सहकार्य गरेर नेपाली दूतावासको चाहिँ मताहतमा हामी एउटा स्वयंसेवक जस्तो, हजुर, भएर चाहिँ परिचालित हुने हो मेरो विचारमा। त्यसले गर्दाखेरि सबै ठाउँमा हामी पनि पुग्न नसक्ने, हजुर, र दूतावास पनि एउटा चाहिँ तपाईँको चाहिँ दूतावासको चाहिँ जुन घेराभित्र चाहिँ त्यो सीमित चाहिँ परिधिभित्र मात्रै बाँधिएको जस्तो चाहिँ हामीले बुझेका छौँ, र त्यसले गर्दाखेरि श्रमिकहरूलाई चाहिँ हामीले जति चाहिँ हामीले सेवा पुर्याउनु पर्ने हो त्यति हामीले पर्याप्त सेवा पुर्याउन सक्छौँ। यति धेरै तपाईँले श्रमिक समस्याहरूको कुरा गर्नुभयो, तपाईँको विभिन्न पत्र पत्रिकामा पनि मैले नाम देखिरहेको छु। हजुर। तपाईँले यो
घरेलु महिलाहरूको उद्धार गर्नुभयो। हजुर कतिजना महिलाहरूको उद्धार गर्नुभयो? मैले होइन सर, यो हाम्रो चाहिँ जिफोन सङ्गठनले गरेको हो। तर तपाईँको नाम प्रत्यक्ष रूपमा जोडिन्छ नि, तपाईँ आफै रियादसम्म पुगेर नेपाली महिलाहरूलाई साउदीको विभिन्न भागमा पुगेर उद्धार गरेको तपाईँ एक्लै भन्ने। त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चाहिँ तपाईँहरू जस्तो पत्रकारिता क्षेत्रमा चाहिँ लाग्नुभएका साथीहरू, यहाँ हुनुभएका नेपाली व्यवसायी साथीहरू र अन्य सङ्घ संस्थाको साथीहरू र नेपाल दूतावासको पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हामीले सहयोग चाहिँ पाइरहेका छौँ। हजुर। त्यो उद्धार गर्ने क्रममा अब हाम्रै संस्थाको कतिपय चाहिँ अगुवा साथीहरू पनि खटिनु भएको छ। हजुर। म चाहिँ एउटा प्रतिनिधि भएको हैसियतले कुनै बेला थियो त्यो समय चाहिँ कुनै केही कतै नेपालीहरूले केही समस्या परेको खण्डमा चाहिँ म आफै दौडिनु पर्ने। हजुर। र अहिले त्यो अवस्था अलिक कम हुँदैछ। कम भएको छ भनेपछि तपाईँहरूको संस्था बलियो हुँदैछ। बलियो हुँदैछ। राजी, यो साउदी जस्तो मुलुकमा नेपाली घरेलु महिलाहरूलाई उद्धार गर्न कतिको सजिलो छ? आफ्नै शरीरलाई जोखिममा राखेर उद्धार गर्न कसरी सम्भव रह्यो यो कुराहरू? यो एकदमै गाह्रो छ सर। हजुर। तर सम्भव कसरी गराउनु भयो यसलाई? गाह्रोलाई पनि हामी सम्भव गर्न सक्छौँ। हजुर। गाह्रोको मतलब यो होइन कि असम्भव छ। हजुर। सम्भव कसरी गराउनु भयो? अब पहिलो कुरो चाहिँ हामीलाई यातायातको समस्या पर्दो रहेछ। हजुर। अहिले म पनि चाहिँ तपाईँको पब्लिक यो ट्याक्सीहरूमा अथवा चाहिँ अन्य प्राइभेट गाडीहरूमा चाहिँ रेन्टमा हिँड्ने गर्छु। हजुर। गाडीको समस्या भएको कारणले चाहिँ अझ निकै नै गाह्रो हुँदो रहेछ। एक त हामीले अब कन्ट्याक्ट नम्बर पाउँछौँ प्राय गरी होइन। कन्ट्याक्ट नम्बर पाइसकेपछि अलिकति मात्रै तपाईँ हामीबाट चाहिँ हेलसेक्राइ भएको खण्डमा तपाईँ पनि फस्नुहुन्छ, जो उद्धार गर्न जानुभएको छ तपाईँ हामी, र त्यहाँ कार्यरत महिला हाम्रो दिदीबहिनीहरू पनि फस्नुहुन्छ। त्यस कारणले चाहिँ हामीले एकदमै सचेत भएर प्राय अहिलेसम्म जीवनले उद्धार गरेको महिलाहरूको सन्दर्भमा चाहिँ हामीले चाहिँ ऊ कार्यरत रहेको घरैमा चाहिँ गएर चाहिँ निकालेर उद्धार गरेको अवस्था छ। कतिजना महिलाहरूलाई उद्धार गर्नुभयो अहिलेसम्म? प्रत्यक्ष अप्रत्यक्ष रूपमा अहिले हामीले 1 दर्जनभन्दा धेरैले उद्धार गरिसकेका छौँ। र त्यसमध्येमा 3 जनालाई उद्धार गर्ने क्रममा चाहिँ म स्वयं साउदीको घरमा चाहिँ आफै गएर निकालेर चाहिँ उद्धार गरेको। जिफनले मात्रै गरिरहेछ कि यस्तो कार्यहरू जिफनभन्दा अरू संस्थाहरूले पनि गरिरहेछ? के पाउनु भएको छ? होइन, यो डेफिनेटली अरू सङ्घ संस्थाहरूले पनि गर्नुभएको छ। हजुर। राजी, हजुर, जिफन्ड स्वतन्त्र संस्था हो भन्नुभयो। हजुर। एमालेसँग किन निकटता छ? यो यस्तो छ सर, यो नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ड भनेको स्वतन्त्र सङ्गठन हो। यसमा तपाईँ हामी कोही पनि दुई मत हुन आवश्यक छैन। एमालेसँग किन निकटता छ भन्दाखेरि, निकटता भन्दा नि हाम्रो एउटा राजनीतिक सहकार्य हो। यो कस्तो छ भन्दाखेरि हामीले एउटा विश्वमा जुन चाहिँ ट्रेड युनियनहरूको चाहिँ गतिविधिहरू भइरहेको छ इतिहास कालदेखि अहिलेसम्ममा, हामीले त्यो परिवेशलाई निहालेर हेर्ने हो भने जस्तै विकसित मुलुकहरू हामीले चाहिँ देख्ने गरेका छौँ, त्यहाँ चाहिँ राजनीतिक आन्दोलनभन्दा पनि पहिला चाहिँ श्रमिकहरूको चाहिँ आन्दोलन सुरु भएको थियो। त्यसले गर्दाखेरि त्यो आन्दोलन चर्किँदै जाने क्रममा ती श्रमिक सङ्गठन र श्रमिकहरूले चाहिँ एउटा राजनीतिक पार्टीको चाहिँ आवश्यकता महसुस गरे र श्रमिकहरूकै सङ्गठनको चाहिँ जस्तै ट्रेड युनियनको नेतृत्वमा चाहिँ पार्टी गठन गर्ने काम चाहिँ गर्यो, जसमा चाहिँ सर्वोच्च चाहिँ तपाईँको चाहिँ श्रमिक सङ्गठनको चाहिँ प्रतिनिधिहरू चाहिँ बसेर एउटा पार्टी सञ्चालन गर्ने वातावरण रह्यो त्यहाँ। हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने जहाँ चाहिँ श्रमिक आन्दोलनभन्दा पनि राजनीतिक आन्दोलन चाहिँ पहिला सुरु भयो हाम्रो देश नेपालमा। त्यसले गर्दाखेरि अहिले तपाईँको चाहिँ विभिन्न पार्टी दलै बिछेको चाहिँ भातृ सङ्गठन, राजनीतिक अन्य सङ्गठनहरू होइन, जनवर्गीय सङ्गठन जस्तै ट्रेड युनियनहरू पनि चाहिँ पार्टीहरूले नै हस्तक्षेप गर्ने गरी एउटा भातृ सङ्गठनकै रूपमा पनि स्थापना गर्यो। तर जिफन्ड चाहिँ कस्तो हो भन्दाखेरि नेकपा एमालेसँग किन निकटता छ भनेर भन्दा चाहिँ जतिखेर चाहिँ जिफन्ड स्थापना भयो, जिफन्ड स्थापना हुनुको मूल उद्देश्य भनेको नै अघि नै मैले तपाईँहरूले भनिहालेँ कि श्रमजीवी वर्गको चाहिँ सम्मानित, समृद्ध र सृजनशील जीवन प्राप्तिको लागि
नै चाहिँ हामी सङ्घर्ष गर्ने भनेर चाहिँ त्यो हिसाबले चाहिँ त्यसैलाई चाहिँ मूल आधार मानेर मुख्य उद्देश्य मानेर चाहिँ स्थापना भयो। र त्यहाँनिर पछि आएर चाहिँ यो जतिखेर चाहिँ एमालेको चाहिँ नेकपा एमालेको चाहिँ अल्पमतको सरकार चाहिँ जुन 2051 सालमा चाहिँ अल्पमतको सरकार आयो। अनि त्यसमा के भइदियो भन्दाखेरि जुन हामीले चाहिँ कार्ल मार्क्सको बारेमा सुन्छौँ, मार्क्सवाद पनि भन्छौँ हामी, समाजवाद भन्छौँ। त्यस्तै स्वर्गीय जननेता मदन भण्डारीद्वारा चाहिँ कि यो मार्क्सवादलाई चाहिँ नेपाली माटोमा सुहाउँदो तरिकाले नेपाली माटोमा चाहिँ उपयोग गर्ने तरिकाले चाहिँ एउटा जबसको नाम दिएर जनताको बहुदलीय जनवाद मार्फत चाहिँ त्यसलाई चाहिँ नेपाली माटोमा सुहाउने गरी पस्कने जुन काम भयो। र नेकपा एमालेको यो 2051 सालको अल्पमतको सरकारले यो जनताको बहुदलीय जनवाद भित्र रहने भित्र पर्ने केही कुराहरूलाई चाहिँ उसले आफ्नो चाहिँ कार्यक्रमको रूपमा एउटा सरकारको चाहिँ कामको रूपमा जनतामाझ पस्कने काम गर्यो। त्यो के हो भन्दाखेरि जस्तै यो वृद्ध भत्ताहरू जुन अहिले चाहिँ अहिले वर्तमान सरकारले चाहिँ 2 गुणा बढाएको छ, त्यतिखेर सुरु भयो जतिखेर चाहिँ एमालेको अल्पमतको चाहिँ सरकार थियो। अनि यसलाई हामीले सोसियल प्रोटेक्सन पनि भन्छौँ। विकसित मुलुकहरूमा हामीले विभिन्न चाहिँ खाले विभिन्न स्किमका सोसियल प्रोटेक्सनहरू, सामाजिक सुरक्षा भन्छौँ हामी नेपालीमा, सामाजिक सुरक्षाहरू लागू भएकाहरू हामी देख्छौँ, हेर्न पाइन्छौँ। त्यसै अन्तर्गतको चाहिँ यो चाहिँ सामाजिक सुरक्षा अन्तर्गतको यो चाहिँ वृद्ध भत्ता जसरी लागू भयो, त्यतिखेर जीवनले के चाहिँ विचार गरी सोच्यो भन्दाखेरि कि यदि चाहिँ जबजलाई चाहिँ नेपालमा चाहिँ लागू गर्न सक्ने हो भने हाम्रो लक्ष्य जुन छ नेपाली श्रमिकहरूलाई चाहिँ समृद्ध जीवन दिलाउने, जहाँ चाहिँ एउटा समतामूलक चाहिँ समाजको निर्माण गर्ने र समाजवादको चाहिँ कायम गर्ने, ती कुराहरू पनि चाहिँ नेकपा एमालेले चाहिँ आफ्नो एउटा कार्यक्रम नीतिको रूपमा चाहिँ त्यसलाई पस्कने काम गर्यो। अनि तपाईको यो 65 सालमा 2065 सालमा नेकपा एमालेको 8औं महाधिवेशनले चाहिँ यो जबसको जुन जनताको बहुदलीय जनवाद जुन चाहिँ यो मार्क्सवादको सिद्धान्त अनुरूप चाहिँ नेपाली माटोमा सुहाउने गरी चाहिँ जननेता मदन भण्डारीले चाहिँ द्वारा सिर्जित भएको हो, त्यसलाई चाहिँ आफ्नो मुख्य कार्यक्रमको रूपमा चाहिँ घोषणा गर्यो। र त्यसै अनुसार चाहिँ नेपाली जनताहरूमाझ त्यो अनुरूपले चाहिँ आफ्नो कार्यक्रमहरू चाहिँ सञ्चालन गर्ने काम गर्यो। र हाम्रो जीवनको दीर्घकालीन लक्ष्य भनेको पनि समाजवाद हो। त्यसै कारणले चाहिँ हामी राजनीतिक रूपमा चाहिँ नेकपा एमालेसँग निकट छौँ। हामीले हातेमालो गरेका मात्रै हौँ र हामी नेकपा एमालेको बाध्य संगठन होइनौँ। यसमा हामीले कसरी बुझौँ जीवन नेकपा एमाले हजुर बिना पनि चल्न सक्छ? हजुर, नेकपा एमाले बिना चल्न सक्छ भन्दा पनि यो हाम्रो आवश्यकता हो, बाध्यता हो। अघि मैले उदाहरणको रूपमा युरोपियन यो विकसित मुलुकहरूको चाहिँ उदाहरण दिएँ। हजुर, जहाँ चाहिँ ट्रेड युनियनले जीवन जस्तै ट्रेड युनियनले चाहिँ पार्टी जन्माउने काम गरे। हजुर, नेपालमा चाहिँ पहिला पार्टी आए, पछि पार्टीले चाहिँ जनवर्गीय संगठनहरू ट्रेड युनियनहरू चाहिँ बनाउने क्रम भए। त्यसो भने जीवनले एमालेसँग सहकार्य गरिरहेछ कि एमालेले जीवनलाई जन्मायो? एमालेले जीवनले जन्मायो, यसमा चाहिँ दुई मत हुनु पर्दैन। हजुर, तर एमालेको भातृ संगठन होइन यो। किनभने हामी हेर्न सक्छौँ एमालेको भातृ संगठनमा चाहिँ गर्ने गतिविधि, गर्ने चहल पहल र जीवनमा चाहिँ नेकपा एमाले जीवनलाई हेर्ने दृष्टिकोण चाहिँ यो चाहिँ नितान्त फरक छ। हामीले नेकपा एमालेको विधानमा पनि हेर्न सक्छौँ कि जीवनलाई चाहिँ नेकपा एमाले कुन चाहिँ दर्जामा कुन हिसाबले हेरेको छ भन्ने चाहिँ हामी त्यहाँ पनि पाउन सक्छौँ। अन्तर्राष्ट्रिय स्तरमा के छ? जीवनले के कस्ता कार्यक्रमहरू गरिरहेछन्? के छ अन्तर्राष्ट्रिय स्तरमा संगठन स्तर? यस्तो छ, अन्तर्राष्ट्रिय स्तरमा मूलतः श्रमिकहरूको क्षेत्रमा जीवनले प्रायः त सबै ठाउँमा सबै देशमा चाहिँ एकैबद्धता जनाएको अवस्था छ। ITUC भन्ने तपाईँहरूले नाम सुन्नुभएको होला, अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ। हजुर, यसमा चाहिँ 161वटा देशको 325 भन्दा धेरै जीवन जस्तै धेरै चाहिँ ट्रेड युनियन महासङ्घहरू आबद्ध छन् र सदस्यको हिसाबले 16 करोड
80 लाख लगभग 16 करोड 80 लाख चाहिँ सदस्य मात्रै छ यसको। भनिसके पछाडि चाहिँ हामीलाई फाइदा के छ भन्दाखेरि कतिपय समस्याहरू चाहिँ हामीले स्वदेशमा अथवा हामी विदेशमा कार्यरत छौँ, यहीँ साउदी अरबको सन्दर्भमा पनि कतिपय समस्याहरू हामीलाई थाहा छ, यो हाम्रो पक्षमा सुनवाई हुनुपर्छ। तर यहाँको नीति नियमले कानुनले त्यो कहिले कानुन विपरीत भइदिन्छ, कहिले त्यो चाहिँ यहाँको संविधानमै हुँदैन। त्यो सुविधाहरू पाउनबाट हामी वञ्चित हुन्छौँ। तर अन्तर्राष्ट्रिय स्तरमा चाहिँ यो चाहिँ श्रमिककै पक्षमा छ भन्ने चाहिँ जुन चाहिँ त्यो बोध गराएको हुन्छ, यसलाई चाहिँ हामीले जिफोन्डको मार्फतबाट चाहिँ I2C जस्तै I2C, BWI अनि ILO इन्टरनेसनल लेबर अर्गनाइजेसनबाट चाहिँ हामीले माथिल्लो निकायमा लगेर यसलाई चाहिँ इस्यु बनाएर चाहिँ यहाँको सरकारलाई प्रेसर दिने कामहरू गर्न सक्छौँ, जसले गर्दा चाहिँ हामीले समस्याहरू सजिलैसँग सुल्झाउन सक्छौँ। यद्यपि समय लिन सक्छ यसले। राजी यति धेरै समस्याहरू छन् प्रवासमा नेपालीहरूको, तपाईँले यसमा समाधानहरू चाहिँ के देख्नु भएको छ? के कसरी समाधान गर्न सकिन्छ नेपालीहरूको समस्या? यस्तो छ सर, नेपाल सरकारले वास्ता नगरेको भन्दा पनि अब कतिपय अवस्थामा चाहिँ हामीले यो नसोचौँ कि तपाईँ हामी चाहिँ आम मान्छेभन्दा अलिकति फरक छौँ भन्ने म विश्वास गर्दछु। त्यसले गर्दाखेरि हाम्रो पनि केही जिम्मेवारी रहन्छ आफ्नो देशको नागरिक र आफ्नो देशप्रति। यहाँ भइदिन्छ के भन्दाखेरि अब हामी यहाँ जति पनि हामी देख्छौँ सङ्गठनहरू, नेपाली सङ्गठनहरू सबै चाहिँ यहाँ नेपाली कार्यरत नेपालीहरूको चाहिँ सेवाको लागि र सहजताको लागि चाहिँ स्थापना भएको र हाम्रो मूल उद्देश्य त्यही नै हो भनेर नारा पनि लाउनुहुन्छ। तर यहाँ कस्तो हुन्छ, जिफोन्डले गरेको कार्यक्रम तपाईँको जस्तो चाहिँ पत्रकार मित्रहरूलाई जानकारी हुँदैन र अन्य सङ्घ संस्थालाई जानकारी हुँदैन, कतिपय ठाउँमा नेपाली दूतावासलाई पनि जानकारी हुँदैन भन्न चाहिँ हामी श्रमिकै नारा लाउँछौँ फेरि। र त्यो कुरालाई चाहिँ पुर्याउन त नेपाल सरकारको कुनै पनि निकाय कि त जस्तै कि हाम्रो जिफोन्डको मार्फतबाट जिफोन्ड जस्तै गरेर चाहिँ हामीले म्यासेज पुर्याउने एउटा ठाउँ चाहियो, त्यहाँबाट चाहिँ नेपाल सरकारको चाहिँ टेबलसम्म पुगोस्। यस्ता खाले कमजोरीहरू पनि भइरहेको छ। र अर्को कुरो, जुन अहिले देशको जस्तो खाली परिस्थिति छ त्यसले गर्दा सहज रूपले समाधान गर्नको लागि चाहिँ नेपाली राजदूतावाससँग सहकार्य गर्नु एकदमै अति आवश्यक छ। दोस्रो कुरो, भाषाको हामी जुन जहाँ चाहिँ हामी कार्यरत छौँ, हामी त्यहाँको भाषा, रीतिरिवाज, त्यहाँको संस्कृति जान्न अति आवश्यक छ। र यहाँ साउदी अरबको सन्दर्भमा चाहिँ धेरै केसहरू चाहिँ हामीले नेपाली दूतावाससँग सहकार्य नगरिकन चाहिँ केसलाई हामीले सुल्झाउन र समाधान गर्न चाहिँ सक्दैनौँ र यो असम्भव पनि छ। त्यस्ता कुनै केसहरू पनि छन् जुन चाहिँ नेपाली दूतावासको पहुँचभन्दा बाहिर पनि चाहिँ हामीले चाहिँ समाधानको बाटो खोजेर चाहिँ हामी त्यो प्रक्रियामा पनि जान र अगाडि बढ्न सक्छौँ। दूतावासले चाहिँ गर्नुपर्ने खास काम के हो? दूतावासले काम नगरेको हो? होइन, दूतावासले काम नगरेको भन्न मिल्दैन। दूतावासले अब आफ्नो मेन पावर जुन छ, उहाँहरूसँग जति साधन स्रोत र कर्मचारीहरू हुनुहुन्छ त्यो हिसाबले हामीले हेर्ने हो भने दूतावासले पनि उहाँहरूले सक्ने जति आफ्नो क्षमताले बुद्धि विवेकले भ्याउनु भएको छ, त्यो सेवा दिनुभएको छ र त्यो अपर्याप्त छ। जति सरकारले पनि के गरिदिनु पर्यो भन्दाखेरि जब चाहिँ हामीले चाहिँ जुन राजदूत नियुक्ति गरेर पठाउँछौँ र अन्य कर्मचारीहरू नियुक्ति गरेर पठाउँछौँ, त्यसो गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ कि सम्बन्धित देशमा चाहिँ कति चाहिँ आफ्नो देशको नागरिक, नेपाली नागरिकहरू चाहिँ श्रमिकहरू चाहिँ त्यहाँ कार्यरत छन्, त्यसको आधारमा चाहिँ कर्मचारीहरू नियुक्त भइदियो र त्यसैको आधारमा साधन स्रोतहरू चाहिँ उपलब्ध भयो भने मलाई लाग्छ समस्याहरू अलि न्यून हुन्छ। तपाईँ यो साउदी जति एकदम ठुलो राष्ट्र, हजुर, झन्डै 6 लाखको हाराहारीमा हामी नेपाली कार्यरत छौँ साउदीमा। हजुर, यत्रो ठुलो राष्ट्रमा सरकारले ध्यान नपुर्याएको हो? सरकारले पर्याप्त मात्रामा कर्मचारी नदिने दूतावासलाई र स्रोत साधनहरूको अभावले गर्दाखेरि धेरैभन्दा धेरै नेपालीले दुःख पाएको हो। हजुर, सबै कुरो चाहिँ सरकारलाई मात्रै चाहिँ हामीले अलर्ट गराउन अलि मिल्दैन कि भन्ने मलाई लाग्दछ।
जिफन्डले दूतावाससँग कसरी सहकारी गरिरहेछ? जिफन्डसँग हाम्रो जिफन्डको सहकार्य एकदमै राम्रो छ। हजुर, हाम्रो मित्रताको सम्बन्ध छ। कस्तो खाले सहकार्य भन्नुहुन्छ भने हामीले जस्तै हामी कुनै चाहिँ समस्या परेको ठाउँमा चाहिँ हामी भिजिटमा जाँदैछौँ, हामी खबर गरेर जान्छौँ उहाँहरूलाई। हजुर, किनकि हामीसँग चाहिँ अथोरिटी लेटर छैन। जस्तै कि उदाहरणको रूपमा हाम्रो चाहिँ यहाँ दमाम पूर्वी क्षेत्रको लागि चाहिँ हरि घिमिरे सरलाई पनि चाहिँ नेपालबाटै नियुक्ति नभएर पनि यहाँ आवश्यक महसुस भएर तपाईँ हाम्रै माग अनुसार हाम्रो मागलाई सम्बोधन गरेर कमसेकम एउटा कर्मचारीले नियुक्त गरेको छ। जस्तो खालि उहाँले अथोरिटी पाउनुभएको छ त्यस्तो खालि अथोरिटी चाहिँ हामीले नपाएको अवस्थामा खबर गर्नु जरुरी छ। सकेसम्म चाहिँ अब नेपाली दूतावासको कर्मचारीहरू कहिलेकाहीँ केही काम विशेषले चाहिँ आवत जावत गर्ने क्रममा हाम्रो पनि चाहिँ गन्तव्य उतै भएको खण्डमा हामीले साधन स्रोतको पनि चाहिँ सहयोग पाइरहेछौँ। यहाँ धेरै सङ्घ संस्थाहरू पनि छन्, झन्डै 60 भन्दा बढी सङ्घ संस्था भएको। हजुर, नेपाली सङ्घ संस्था भएको देश साउदी अरेबिया। धेरैभन्दा धेरै सङ्घ संस्थाहरूले के पनि भन्छन् भने दूतावासले हामीलाई सहयोग गरेन, सहकार्य गरेन। हजुर, यसमा चाहिँ के छ तपाईँको भनाइ? उहाँहरूले सहयोग लिन के गर्नु पर्दो रहेछ? जिफन्डले के गरिरहेछ, कसरी सहयोग लिइरहेछ, के सल्लाह सुझाव बन्न सक्छ उहाँहरूको लागि? मैले अघि नै भनिसकेँ कि यो सङ्घ संस्था तपाईँले भन्नुभयो 60वटा भन्दा धेरै। हजुर, दुईटा कुरामा चाहिँ हामी यहाँ सधैँ कन्फ्युजमा छौँ। एउटा के भन्दाखेरि यहाँ हाम्रो नेपाली श्रमिकहरू कतिको सङ्ख्यामा कार्यरत छौँ भन्ने कुरामा पनि हामी कन्फ्युजै छौँ। कहिले त तपाईँको चाहिँ 5 लाख भनिदिन्छ, भोलि अर्को न्युजले 6 लाख भनिदिन्छ, 4 लाख पनि भन्छन्। त्यस्तै सङ्घ संस्थाको पनि यति नै चाहिँ मात्रामा छ, यति सङ्ख्यामा चाहिँ नेपाली सङ्घ संस्थाहरू स्थापना भएको छ भन्ने रेकर्ड चाहिँ न त तपाईँ हामीसँग छ न त दूतावाससँग छ। तर 60को हाराहारीमा चाहिँ पक्कै छ, किनकि तपाईँ जतिखेर यो पछिल्लो क्रममा एउटा दुईटा संस्थाहरू खुलेर दर्ता गर्ने क्रममा भए त्यतिखेर 58 पुगेको चाहिँ हामीलाई अवगत छ। हजुर, अनि यो कस्तो पनि छ भन्दाखेरि अब संस्था स्थापना गर्ने हुन त यहाँ जति पनि हाम्रो चाहिँ गतिविधिहरू छ त्यो त यहाँको चाहिँ नियम कानुन विरुद्ध छ। हजुर, एकदम त्यसमा तपाईँ हामी सबै अवगत नै छौँ कि साथीहरूले सङ्घ संस्था स्थापना गर्नुहुन्छ यतिसम्म भूमिगत कि नेपाल सरकारको निकायलाई पनि थाहा छैन। अनि समस्या पर्दाखेरि म यो फल्ना त्यस्ता फल्ना चिल्ला त यहाँ लाखौँ छ नि। राजी, यति धेरै संस्थाहरू साउदीलाई आवश्यक छ, साउदी श्रमिकहरूलाई आवश्यकता छ, या यो जस्ट नाम कमाउने बाटोमा संस्थाहरू खोलिरहेको छ? यो यस्तो छ सर, हामी नेपालीहरू चाहिँ समाजमा एउटा मिलेर चाहिँ बस्ने, अनि हामी जहाँ जुनसुकै अवस्थामा रहे पनि नेपाली हौँ भनेर हामी गर्व गर्छौँ। नचिनेका कता कता पूर्व पश्चिमको साथीहरूसँग पनि हामी भलाकुसारी गर्छौँ। हामी त्यो कल्चरको मान्छे, त्यसले गर्दाखेरि सङ्घ संस्था स्वाभाविक रूपमा बढ्नु पनि ठिकै हो। तर साउदी अरबको सन्दर्भमा 60 भन्नुभयो तपाईँले, 60 नै पुग्नुमा चाहिँ अलि मलाई पनि कता कता धेरै नै भएको हो कि जस्तो लाग्छ। राजी, हजुर, जिफन्डले साउदीमा रहेका अरू सङ्घ संस्थासँग कसरी सहकार्य गरिरहेछ? यहाँ पनि हाम्रो चाहिँ एउटा भाइचाराको सम्बन्ध छ। हजुर, सबै सङ्घ संस्थासँग त नभनौँ, अब अघि तपाईँले 60वटा सङ्घ संस्था चाहिँ कार्यरत छन् भनेर भन्नुभयो। हजुर, अब त्यो 60वटा सङ्घ संस्थाको चाहिँ नाम चाहिँ मैले सरर भन्न चाहिँ लेखेरै पनि भन्नुपर्छ। यो सबै अब वास्तविक कुरो मलाई पनि थाहा छैन कुन कुन चाहिँ सङ्घ संस्था गरेर 60वटा छ। जति चाहिँ हामीले नाम सुनेका र श्रमिकको क्षेत्रमा चाहिँ प्रत्यक्ष प्रभाव पार्ने श्रमिकको क्षेत्रमा काम गरिरहनु भएको सङ्घ संस्थाहरू हुनुहुन्छ, उहाँहरूसँग चाहिँ हाम्रो एकदम मित्रताको सम्बन्ध छ, राम्रो सम्बन्ध छ। अब आउने दिनहरूमा जिफन्डले के कार्यक्रम लिएर आउँदैछ साउदी अरेबियाको लागि? यस्तो छ, अहिले तत्कालको लागि भन्नुपर्दा चाहिँ यो जुन मुस्लिम धर्मावलम्बीहरूको जुन अहिले यो रमजान पछिको ईद होइन, ईदमा चाहिँ धेरै जस्तो कम्पनीहरूमा छुट्टी हुँदो रहेछ। हजुर, यद्यपि मेरो चाहिँ छुट्टी हुँदैन, हेर्नुहोस् म चाहिँ 365 दिनै काम चल्ने त्यस्तो चाहिँ प्लानमा काम गर्ने मान्छे। अनि म आफैले चाहिँ समय म्यानेज गरेर हामीले चाहिँ खास गरी चाहिँ जिफन्डको अगुवाहरूलाई चाहिँ
प्रशिक्षण दिँदैछौँ जुन चाहिँ अहिले नेपालमा अस्ति म छुट्टीमा जाँदाखेरि चाहिँ म पनि आफै पार्टिसिपेट भएर कि नेपाल गइसकेपछि कस्तो हुँदो रहेछ भन्दाखेरि तपाईँ हामी सङ्घ संस्थामा चाहिँ आबद्ध व्यक्तिहरू तपाईँ हाम्रो साथीहरू जुन मेम्बरहरू अथवा हामीले चिनिजानेको जुन नेपाली समुदाय छ यहाँ उहाँ चाहिँ नेपाल चाहिँ गइसक्नु भएपछि के चाहिँ नौलो लिएर आउनुहुन्छ है हामीलाई पनि सिकाउनुहुन्छ भन्ने खालि अपेक्षा राख्नु हुँदो रहेछ। त्यसै समय सान्दर्भिक चाहिँ नेपालमा चाहिँ जीवनले अहिले दक्षिण एसियामै चाहिँ नेपाल चाहिँ यस्तो देश हो कि जहाँ चाहिँ एउटा श्रमिकलाई चाहिँ ट्रेड युनियन स्कुल मार्फत चाहिँ पढाइन्छ। त्यो काम अहिले जीवनले गर्दैछ। त्यसैले हामीले यहाँ चाहिँ पस्कने प्रशिक्षणको कुरा गर्नुभयो। कस्तो खालको प्रशिक्षण यसले आम नेपालीलाई के फाइदा हुन सक्छ? यो एकदमै फाइदाजनक छ। जुन चाहिँ हामी स्कुल कलेज लेभलमा जति नै तपाईँको चाहिँ पिएचडी नै गरे पनि यो खाली शिक्षा चाहिँ पाइँदैन भन्ने मैले चाहिँ अहिले पनि महसुस गर्दैछु। र त्यसमा श्रमिकले चाहिँ राजनीति गर्न हुने कि नहुने अथवा राजनीति गर्दा चाहिँ कस्तो खाले राजनीति गर्नुपर्ने होइन त्यो लगायत धेरै चाहिँ तपाईँको आवश्यक र आधारभूत कुराहरू चाहिँ त्यसमा समेटिएको छ। यो चाहिँ नेपालमा 4 देखि 5 दिनसम्म चाहिँ के संक्षेपमा हाम्रो दर्शकहरूलाई भनिदिनुहुन्छ के पर्छ यो प्रशिक्षणमा? यस्तो छ यो प्रशिक्षणमा पहिला चाहिँ खास गरी चाहिँ यो श्रमिकहरूमध्येमा पनि विशेष त जीवनको सदस्यहरूलाई चाहिँ प्राथमिकतामा दिएर पढाइन्छ। हजुर। जसले गर्दाखेरि भोलि चाहिँ एउटा ट्रेड युनियन भनेको के हो भन्ने कुराहरू चाहिँ हामीले एकदम तल्लोभन्दा तल्लो चाहिँ जनस्तरमा जनसमुदायमा गएर चाहिँ हामीले अनि नेपाली जनताहरूलाई नेपाली श्रमिकहरूलाई पनि प्रशिक्षित गर्न सकौँ। पहिलो कुरो त अहिले हाम्रो महासङ्घको लक्ष्य भनेको चाहिँ 13.7 भनेको चाहिँ यो चाहिँ वार्षिक सदस्य वृद्धि दर। हजुर। अहिले हाम्रो महासङ्घको सङ्गठित सदस्य भनेको 3,87,418 जना म सहित। हजुर। त्यति हुनुहुन्छ। अनि यो सङ्ख्या भनेको चाहिँ फेरि हुन त यो अति नै तपाईँको चाहिँ न्यून हो। हाम्रो छिमेकी मुलुक अथवा चाहिँ अरू विकसित युरोपियन देशहरूमा हेर्ने हो भने चाहिँ करोडौँको सङ्ख्यामा छ। हजुर। अब हामी नेपालीहरू चाहिँ अहिले 3.5 करोड 3 करोडको चाहिँ हाराहारीमा पुगिसकेका छौँ भनेर हामी भन्छौँ होइन। अब त्यसमध्येमा पनि चाहिँ अहिले जीवनले चाहिँ 3,87,418 जनालाई सङ्गठित गरेका छ होइन। त्यस्तै अरू पार्टी समर्थित र अरू पार्टीको भाद्रे सङ्गठनहरू मार्फतबाट पनि चाहिँ यो ट्रेड युनियनहरूले चाहिँ सङ्गठित गर्ने काम चाहिँ गरेको छ श्रमिकहरूलाई। हजुर। अनि त्यसको प्रभाव चाहिँ के पर्दो रहेछ भन्दाखेरि हामी जहिले नि धर्मको आधारमा होस् होइन भूगोलको आधारमा जातको आधारमा अथवा चाहिँ वर्गको आधारमा जस्तै कि हामी चाहिँ एउटा गरी खाने वर्ग श्रमिक वर्ग हो भनेर हामी भन्दछौँ। हाम्रो त्यहाँ चाहिँ पहुँच नपुग्दो रहेछ हेर्नुहोस् है। अब ट्रेड युनियनले प्रत्यक्ष चुनाव लडेर चाहिँ जित्ने अथवा जितेर जाने अवस्था छैन नेपालमा। त्यसले गर्दाखेरि चाहिँ कुनै न कुनै पार्टी निकट हुनु पर्यो हामीले। हाम्रो कुरा त संसदमा पुर्याउनु पर्यो, सिंहदरबारमा पुर्याउनु पर्यो। त्यसको लागि त हाम्रो सम्बन्धित नजिकको व्यक्ति श्रमिकहरूबाटै चाहिँ प्रतिनिधित्व गर्ने कुनै व्यक्तित्वलाई चाहिँ हामीले चुनेर चिताएर पठाउनु पर्यो। त्यसो गर्दा पनि के हुँदो रहेछ भन्दाखेरि जीवनले वर्षौँदेखि उठाउँदै आएको एउटा मुद्दा अहिले पनि निरन्तर हामी उठाउँदैछौँ। त्यो के हो भन्दाखेरि कि नेपालको हरेक नीति निर्वाचित निकायमा चाहिँ कम्तीमा श्रमिक वर्गको चाहिँ 10% चाहिँ प्रतिनिधित्वको चाहिँ सुनिश्चित हुनु पर्यो भनेर अहिले पनि हामी भन्दैछौँ। तर त्यसमा जीवन मात्रै होइन सबै ट्रेड युनियनको गरेर तपाईँको चाहिँ 2-3% पनि पुग्दैन संसदमा हाम्रो सङ्ख्या श्रमिकको प्रतिनिधित्व गरेर। जसमध्ये चाहिँ अहिले मलाई लाग्छ अरू पार्टी समर्थित अरू पार्टी निकटका चाहिँ ट्रेड युनियनहरूबाट सायद हुनुहुन्न संसदमा। र एउटा गौरवको कुरो जीवनबाट चाहिँ अहिले सिङ्गो नेपाली श्रमजीवी वर्गको प्रतिनिधित्व गरेर संसदमा चाहिँ 3 जना सभासदहरूले प्रतिनिधित्व गर्नुभएको छ। अनि अघि मैले तपाईँहरूले भने नीतिगत हस्तक्षेप, त्यो नीतिगत हस्तक्षेप कस्तो हो भन्दाखेरि त्यो प्रशिक्षणले हामीलाई के सिकायो भन्दाखेरि हामी चाहिँ बोल्ने हुनुपर्दो रहेछ र त्यसको लागि चाहिँ एकता हुन आवश्यक छ। धेरैभन्दा धेरै मात्रामा चाहिँ हामीले चाहिँ श्रमिकहरूलाई प्रशिक्षित गरेर एउटा राजनीतिक रूपमा पनि चाहिँ
साक्षरता प्रदान गरेर चाहिँ सङ्गठित गर्नु पर्यो र भोलि त्यहाँ चाहिँ प्रतिशतको कुरा आछ होइन, प्रतिशतको कुरा आछ। त्यसमा भोलि चाहिँ कुनै पार्टीले अथवा संसदमा कति हुनुहुन्छ तपाईँहरूको सदस्य, त्यहाँ त क्यालकुलेट गर्ने हो नि त। त्यो कारणले पनि हामीले धेरैभन्दा धेरै चाहिँ सदस्य बनाउन सक्यौँ भने त्यो सदस्य सङ्ख्याको आधारमा पनि हामीले पर्सेन्टेजको आधारमा प्रतिनिधित्व गर्न सक्छौँ। र यो प्रशिक्षणले चाहिँ त्यसरी तल्लो निकायमा गएर मान्छेलाई एकदम सरल तरिकाले हामीले बुझाउन सक्छौँ ट्रेड युनियन किन आवश्यक छ र श्रमिकले चाहिँ कस्तो खाले राजनीति गर्नुपर्छ। तपाईँहरूको प्रशिक्षणमा चाहिँ सबै ट्रेड युनियन के हो र श्रमिकहरूको हक अधिकारको विषयमा प्रशिक्षण दिँदै हुनुहुन्छ, हामी यसरी बुझौँ। यस्तो छ, यो ट्रेड युनियन भनेकै अघि मैले भनिहालेँ यो श्रमिकहरूकै लागि श्रमिकहरूद्वारा नै बनाएको सङ्गठन हो। हजुर। त्यसले गर्दाखेरि मूलतः त्यहाँ श्रमिक र श्रम सम्बन्धी नै गतिविधिहरूलाई चाहिँ हामी पस्काउँछौँ त्यहाँ। तपाईँहरू सफल हुनुहोस्, हाम्रो शुभकामना छ। हजुर, धन्यवाद रोशनजी। राजी, अहिले यो फ्री भिजा फ्री टिकटको कुरा चलिरहेको छ। हजुर। जिफनले यसलाई कसरी लिएको छ यसलाई? जिफनले एकदमै जोडदारका साथ यो मुद्दामा चाहिँ अगाडि उभिएको अवस्था छ। नेपालमा अभियान पनि चलाएको हो। फ्री भिसा फ्री टिकट, कामदारको अधिकार। तपाईँ कामदारको पक्षमा कि अथवा व्यवसायको पक्षमा भन्ने त्यस्तो खाले चाहिँ झल्किने चाहिँ ब्यानरहरू लिएर चाहिँ हामीले प्रवासमा पनि यहाँ हामीले भ्याउने समय अनुकूल भ्याएछौँ। हामीले यहाँ पनि केही चाहिँ ठाउँहरूमा गएर सञ्चालन गरौँ र त्यसमा चिफुनको प्रवासी कमिटीहरू अरू देशमा चाहिँ भएका चिफुन सपोर्ट ग्रुप, चिफुन सहयोग समूहहरूले पनि त्यसमा एकीकृत जनाएको छ। अहिले पनि चाहिँ यसमा हामी पछि हटेका छैनौँ र हामी हट्दैनौँ पनि। के देख्नुहुन्छ तपाईँ, यो फ्री भिजा फ्री टिकट लागू होला? यो लागू हुन्छ, लागू भइसकेको छ। लागू हुन्छ भन्दा पनि लागू भइसकेको छ, तर प्रभावकारी रूपमा चाहिँ लागू नभएको अथवा कसरी बुझौँ हामीले सजिलो तरिकाले बुझ्नु पर्दाखेरि सम्बन्धित निकायले चाहिँ अनुगमन चाहिँ पर्याप्त मात्रामा नगरेको अवस्था जस्तो लाग्छ मलाई। यहाँले यस विषयलाई लिएर खबरदारी गरिराख्नु भएको छ? एकदमै हामीले खबरदारी गरेका छौँ र हामीले यो हुनैपर्छ भनेर चाहिँ अडान राखिरहेको छौँ र हामी राख्नेछौँ। एउटा नेपाली श्रमिकहरू विदेश आउनको लागि अहिले निकै धेरै मात्रामा विदेश पलायन गरिरहेका छन्। यो क्रममा नेपालीहरू जब घरबाटै निस्किन्छन् नि, त्यहाँदेखि नै दुःख सुरु हुन्छ। हजुर, सही। मेन पावर व्यवसायले ठग्ने। हजुर। यसलाई कसरी हेर्नु भएको छ? जिफनले के कस्ता कार्यक्रमहरू अगाडि सारिरहेका छन् यसको विषयमा? यस्तो छ, तपाईँको प्रश्न प्रवासी श्रमिकसँग सम्बन्धित छ जो चाहिँ विदेशमा चाहिँ आउनुहुन्छ काम गर्नको लागि। यो प्रवासी श्रमिकहरूको सन्दर्भमा प्रवासमा मात्रै नभएर हाम्रो सिङ्गो महासङ्घले नेपालमा पनि विभिन्न चाहिँ गतिविधिहरू सञ्चालन गरेको छ जसले गर्दा चाहिँ सुरक्षित र फलदायी चाहिँ वैदेशिक रोजगारी चाहिँ त्यस्तो खाले होस् भनेर चाहिँ हामीले स्थानीय निकायमा चाहिँ हुनुभएका प्रतिनिधित्व गर्नुहुने जिफुन सदस्य, जिफुन अगुवाहरू, अन्य सामाजिक सङ्घ संस्थाहरूको चाहिँ अगुवाहरूलाई भेला गरेर उहाँहरूलाई पनि प्रशिक्षण दिएर चाहिँ सुरक्षित वैदेशिक रोजगारीका लागि चाहिँ हामीले त्यस्तो खाले एउटा जनचेतनामूलक अभियानहरू चाहिँ सञ्चालन गरेको छ। अनि जिफुन चाहिँ तपाईँको नेपालमा चाहिँ यो 12 अञ्चल र 60 जिल्लामा चाहिँ कार्यरत छ। त्यसले गर्दाखेरि हामी सजिलैसँग चाहिँ एउटा जनस्तरमा जनसमुदायमा गएर गाउँ-गाउँमा गएर चाहिँ हामीले सुरक्षित वैदेशिक रोजगारको लागि चाहिँ सिकाउन सक्ने, एउटा मान्छेलाई चेतना दिन सक्ने चाहिँ अवस्था यसमा चाहिँ बिल्कुलै छैन। हजुर, पहिलो त हामी विदेश जानुभन्दा अगाडि हामीलाई न्यूनतम मात्रामा जानकारी हुनु पर्यो कि हामी कुन मुलुकमा जाँदैछौँ, के काम गर्नको लागि चाहिँ हामी जाँदैछौँ, कति पारिश्रमिक, त्यहाँ गएर चाहिँ हामीले भोग्नुपर्ने अथवा त्यहाँ गएर हामीसँग चाहिँ हामी जुझ्नुपर्ने कस्ता खाले समस्याहरू हुन सक्छन् र ती समस्याहरू पर्दाखेरि चाहिँ सम्बन्धित निकाय कहाँ गएर समाधान गर्ने भन्ने कुराहरू चाहिँ हामीले जानकारी राख्नु अति आवश्यक छ। जस्तै उदाहरणको लागि
सम्बन्धित मुलुकमा जुन देशमा हामी जाँदैछौँ त्यहाँ कार्यरत नेपाल सरकारको जुन आधिकारिक निकाय नेपाल राजदूतावासको कर्मचारीहरूको नम्बरहरू, त्यहाँको ठेगानाहरू, अनि हामी जुन कम्पनीमा काम गर्न जाँदैछौँ त्यो ठाउँबाट कतिको दूरीमा पर्छ हाम्रो नेपाली दूतावास, र नेपाली दूतावास मात्रै नभएर यहाँ कार्यरत धेरै चाहिँ सङ्घ संस्थाहरू छन् जसले चाहिँ नेपाली श्रमिकहरूलाई चाहिँ भरिपरि आएको खण्डमा एउटा सहजताको बाटो चाहिँ देखाउने काम गर्दछ। ती संस्थामा कार्यरत अगुवाहरूको होइन लिडरहरूको चाहिँ सम्पर्क नम्बरहरू, ठेगानाहरू, इमेल एड्रेसहरू लगायत यदि त्यहाँ कुनै पनि मानवाधिकारवादी सङ्घ संस्थाहरू, एनजिओ आइएनजिओहरू जसले चाहिँ ह्युमन राइट्सको लागि, माइग्रेन्ट राइट्सको लागि चाहिँ काम गर्दछ भने अथवा ट्रेड युनियनहरूको चाहिँ हामीले सम्पर्क नम्बरहरू र ठेगानाहरू चाहिँ लिएर आउँदा चाहिँ अति उपयोगी हुन्छ। राजी, तपाईँ जीवनको संयोजक, हजुर साउदीको लागि संयोजक। जीवनको तर्फबाट नेपाल राजदूतावासलाई के सुझावहरू दिन चाहनुहुन्छ? सुझाव भन्दा नि अब हामी त्यति ठुलो पनि छैनौँ कि जसले चाहिँ उहाँहरूलाई सुझाव दिन सकौँ। उहाँहरू मलाई लाग्छ अब नेपालबाट नेपाल सरकारले कर्मचारी नियुक्त गर्दा पनि विशेष त श्रम क्षेत्रसँगै सम्बन्धित व्यक्तित्वहरू जसले चाहिँ श्रम क्षेत्रमा चाहिँ योगदान दिनुभएको छ वर्षौँदेखि, त्यस्ता व्यक्तित्वहरूलाई नै नियुक्ति गर्नुहुन्छ। र त्यो अहिले हामीले चाहिँ सिक्दै आएको, देख्दै आएको चाहिँ कुराहरू पनि त्यही छ। अब सुझावकै आधारमा चाहिँ भन्नुपर्दा चाहिँ सकेसम्म नेपाली राजदूत मात्रै नभएर नेपाल सरकारको तलब खाने गरी जो चाहिँ सेवा गर्न आउनुभएको छ उहाँहरूले आफ्नो बल र बुद्धिले भ्याउनेसम्म चाहिँ सकेसम्म कमसेकम तपाईँको चाहिँ हप्तामा एकै दिन किन नहोस् नेपालीहरू माझ गएर चाहिँ भेटघाट गर्ने, त्यहाँको समस्याहरू कस्तो छ सङ्कलन गर्ने र उहाँहरूले पुर्याउनु भएको नेपाली दूतावासले नेपाली समुदायलाई, श्रमिकलाई पुर्याउनु भएको सेवाहरू चाहिँ कतिको प्रभावकारी छ अथवा के कमी चाहिँ कमजोरीहरू रहे, के सुधार गर्नु पर्ला भन्ने कुराहरू चाहिँ उहाँहरूबाट चाहिँ तपाईँ हामीमा सङ्घ संस्था माझबाट चाहिँ श्रमिकहरू माझ गएर चाहिँ त्यो चाहिँ एउटा बुझ्ने बुझाउने चाहिँ अभ्यास भयो भने मलाई लाग्छ समस्या अलि न्यून हुन्छ जस्तो लाग्छ मलाई। राजी, हाम्रो टेलिभिजन हेर्ने दर्शकहरूले हजुर यदि तपाईँलाई सम्पर्क गर्न चाहेमा, कुनै समस्या परेको विषयमा भन्न चाहेको खण्डमा कसरी सम्पर्क गर्न सक्छन् जीवनका पदाधिकारीहरूलाई? यस्तो छ रोशनजी, यदि कुनै पनि नेपालीहरू चाहिँ विदेश आउने क्रममा हुनुहुन्छ भने उहाँहरू कुन देशमा जान लाग्नुभएको सकेसम्म चाहिँ हामी विदेश आउनुभन्दा अगाडि अहिलेसम्म नेपालको चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल भनेको छ काठमाडौँमै त्रिभुवन विमानस्थल मात्रै छ। हामी काठमाडौँ त जानै नै पर्छ र हाम्रो हेडक्वार्टर जीवनको हेड अफिस भनेको नि काठमाडौँमै छ र हाम्रो हेड अफिस मार्फतै चाहिँ यो प्रवासी श्रमिकहरूको समस्याहरू चाहिँ डिलिङ हुन्छ। त्यसले गर्दाखेरि एउटा सहज बाटो के छ भन्दाखेरि उहाँहरू जो चाहिँ विदेशमा आउँदै हुनुहुन्छ काम गर्नको लागि सकेसम्म त्यही काठमाडौँबाटै चाहिँ हाम्रो अफिसमा गएर जानु भयो भने त्यहाँबाट चाहिँ सम्बन्धित देशमा चाहिँ जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ जीवन सपोर्ट ग्रुप यदि जीवन सहयोग समूह चाहिँ त्यहाँ छ भने हाम्रो नम्बरहरू त्यहाँ मार्फतबाट नै लिन सकिन्छ। अनि यहाँ साउदी अरबको सन्दर्भमा यहाँ समस्या पर्दाखेरि डाइरेक्ट उहाँहरूले हामीलाई इमेल मार्फत, हाम्रो चाहिँ फेसबुक पेज पनि छ अनि हाम्रो चाहिँ डाइरेक्ट नम्बरमा, या त कुनै साथीहरूलाई जानकारी छैन कि यहाँ चाहिँ हाम्रो चाहिँ सङ्गठन चाहिँ छ या छैन भन्ने, तर नेपालको बारेमा चाहिँ उहाँले सुन्नुभएको छ, जानकारी छ भने यहाँ मार्फत नभएर उहाँले नेपालमा जानकारी गराएर पनि नेपालबाट चाहिँ त्यो केस हामीलाई यता फरवर्ड आउँछौँ। हामी त्यसैले पनि एउटा सहजता प्रदान गर्न सक्छौँ श्रमिकहरूलाई। को आधारमा हामी विभिन्न ठाउँमा चाहिँ छौँ, बसोबास गर्छौँ। जस्तै तपाईँ स्याङ्जामा चाहिँ तपाईँको जिल्लामा अथवा सदरमुकाममा जीवनको चाहिँ त्यहाँ चाहिँ अञ्चल स्तरीय अथवा जिल्ला स्तरीय चाहिँ अफिस
कहाँ छ तपाईँले त्यहाँबाट पनि तपाईँले लिन सक्नुहुन्छ, लिएर आउन सक्नुहुन्छ। हजुर हजुर। साउदीमा धेरै श्रमिकहरूलाई जीवन सम्बन्धी जानकारी नहुन सक्छ, हजुर। धेरै श्रमिकहरू समस्यामा परेर छटपटाइरहेको हुनसक्छ। हजुर। उहाँहरूले तपाईँलाई कसरी सम्पर्क गर्ने? तपाईँ स्वयंलाई सम्पर्क गर्नु पऱ्यो भने तपाईँले सम्पर्क नम्बर दिन चाहनुहुन्छ भने? हजुर, उहाँले मेरो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। हजुर। मेरो सेलफोन नम्बर हो 058 हजुर 34244746। तपाईँलाई डाइरेक्टली सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँलाई फेसबुक मार्फत सम्पर्क गर्न चाहनुभयो भने उहाँहरूले फेसबुक मार्फत देशभक्त राज नेपाली हजुर। र हाम्रो चाहिँ संस्थाको पेज पनि छ, जीवन सहयोग समूह साउदी अरेबिया भन्ने पेजमा पनि उहाँहरूले सम्पर्क जति पनि समस्यामा परेका श्रमिकहरू हुनुहुन्छ उहाँहरूले तपाईँलाई सम्पर्क गर्यो भने दूतावाससम्म उहाँको समस्या पुर्याउन तपाईँहरूले मद्दत गर्नुहुन्छ। हजुर, हामी एकदम त्यसमा दुई मात्रै छैन, हामी एकदम प्रतिबद्ध छौँ 24 घण्टा। पक्कै पनि धेरै नेपालीहरूले धेरै साथीहरूले सहयोग पाओस्, तपाईँहरूले अझै पनि पुर्याउन सक्नुहोस्, हाम्रो शुभकामना छ। राजी, अब हामी कार्यक्रमको निकै उत्तरार्ध समयतिर पनि आइसकेका छौँ। मैले भन्न बिर्सेका र तपाईँलाई भन्न मन लागेका केही कुराहरू छन् भने प्लिज। यस्तो छ, तपाईँले भन्नुभयो अघि नेपालमै पनि अझै पनि जीवन भनेको के हो, यसले कस्ता खाले गतिविधिहरू गर्दछ र हामी नेपाली जनताहरू, नेपाली श्रमिकहरू जीवनमा किन आबद्ध हुनुपर्दछ भन्ने प्रश्नहरू जो जतिले सुन्नुभएको छ, जो आबद्ध हुनुहुन्न उहाँहरूलाई उठ्नु स्वाभाविक हो। हजुर। कुनै बेला म पनि चाहिँ अहिले वास्तवमै भन्नुपर्दाखेरि जीवनको विरोधी मान्छे थिएँ होइन। जति बेला 2011 म चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएँ, त्यहाँ नै मैले चाहिँ एउटा हाम्रो गौरवशाली सङ्गठन जीवनको चाहिँ सदस्य हुने अवसर पाएँ। म सदस्यमा रहँदै पनि चाहिँ मैले विरोध गर्दै त्यहाँ अब मान्छेको धेरै चाहिँ थरी विचार हुन्छन्। हजुर। सबैको अलग अलग सपना हुन्छ। अनि त्यसरी आउने क्रममा र पछि म नेपाल गइसकेपछि चाहिँ हाम्रो माइग्रेन्ट रेक्समा अथवा विदेश विभागको चाहिँ हाम्रो अग्रज सरहरूसँग चाहिँ बसेर, वकिलहरूसँग पनि बसेर जुन माइग्रेन्ट रेक्स चाहिँ डिल गर्ने प्रवासी श्रमिक डेस्कमा बसेर चाहिँ वकिलको एसिस्टेन्ट जस्तो भएर चाहिँ काम गर्ने अवसर पनि पाएँ। अनि त्यसपछि चाहिँ त्यहाँ धेरै जस्तो समस्या चाहिँ साउदी अरबको यही घरेलु महिलाहरूको सन्दर्भमा र यो मृत अवस्थामा चाहिँ भएको शवहरू नेपाल झिकाउनलाई जुन ढिलाइ भएको छ त्यस्ता खाले मुद्दाहरू धेरै आउँथ्यो। म त्यहीँ बसिरहँदा चाहिँ मैले हेर्दा पनि 6 महिना 7 महिनादेखि पनि पेन्डिङ रहेको केसहरू देखेँ। त्यसको मतलब के हो भन्दाखेरि कि साउदी अरबमा एउटा प्रभावकारी सङ्गठनको खाँचो छ कि त्यहाँको नेपालीहरूले महसुस गरिरहेको छ र त्यो हामीले दिन सकेका छैनौँ। र अर्को कुरो साउदी अरबको सन्दर्भमा यहाँ कुनै पनि सङ्घ सङ्गठन हामीलाई खोल्न र सञ्चालन गर्न मनाही छ। हामी त त्यतिकै तपाईँको ट्रेड युनियन होइन, मजदुर सङ्गठन त यहाँ त टोटली ब्यान्ड छ। तपाईँहरूले चाहिँ हेर्नुभयो भने यहाँ श्रम कानुन पक्कैदा लेखेको पनि देख्न सक्नुहुन्छ। र जिफोनले चाहिँ आजभन्दा 10 वर्ष अगाडिदेखि यहाँ चाहिँ सपोर्ट ग्रुप जिफोनको चाहिँ प्रवासी कमिटी चाहिँ बनाउनुपर्छ, स्थापना गर्नुपर्छ भनेर पहलहरू नगरे होइन। धेरैजना साथीहरू आउनुभयो रोजगारीकै सिलसिलामा प्रतिनिधिकै हैसियतमा आउनुभयो, जसरी म आएँ। हामीले कुनै बेला सुनिन्थ्यो कि साउदीमा त यस्तो छ उस्तो छ कि बाहिर त निक्लिनै मिल्दैन होइन, महिलाहरूलाई त सिट ठाडो गरेर हेर्न पाइँदैन, पुलिसले चाहिँ मोबाइलदेखि चाहिँ बोकेको देख्यो भने मोबाइल पनि चेक गर्छ भन्ने चाहिँ कुराहरू हामीले सुन्थ्यौँ। वास्तवमा त्यो होला पनि जस्तो लाग्यो अहिले मलाई। अनि बिस्तारै विदेशी श्रमिकहरूको चाप पनि बढ्दै गयो। अनि विदेशी श्रमिकहरू आइसकेपछि हाम्रो धर्म संस्कृति पनि त्यहाँ भित्रिने स्वाभाविकै हो। त्यसले गर्दाखेरि हाम्रो चाहिँ चाप बढ्दै गइसकेपछि, सङ्ख्या बढ्दै गएपछि उनीहरूलाई हाम्रो प्रभाव पऱ्यो तिनीहरूलाई, यहाँको लोकल नागरिकलाई। त्यसले गर्दा चाहिँ बिस्तारै बिस्तारै यो खुला हुँदै गयो। अहिले अलिक खुला भएको महसुस हामीले गर्न सक्छौँ। र त्यस पश्चात हामीले धेरै प्रयासहरू गऱ्यौँ र 2016मा जनवरीमा मात्रै हामीले चाहिँ 15मा 2015मा चाहिँ 15को जनवरीमा चाहिँ हामीले जीवन सहयोग समूह साउदी अरेबिया भनेर चाहिँ दर्ता गर्न सफल भयौँ। हुन्छ राजी,
यहाँले यति धेरै अमूल्य सुझावहरू राखिदिनु भयो, आफ्नो कुराहरू राखिदिनु भयो। यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। हजुर नमस्ते। धन्यवाद। दर्शकवृन्द, यहाँलाई आजको हाम्रो कार्यक्रम कस्तो लाग्यो? यहाँको सल्लाह सुझाव र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना हो saudinepalitv@gmail.com र यहाँले हामीलाई फेसबुक मार्फत पनि सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। हाम्रो फेसबुक ठेगाना हो www.facebook.com/saudinepalitv। आजको कार्यक्रमबाट म प्रस्तुतकार रोशन श्रेष्ठको साथमा यहाँ हाम्रो इन्टायर टिमलाई बिदा दिनुहोस्। हस्त नमस्ते।